यहाँ खोर्सानी टक्क अडिँदैन त हौ खोर्सानी पनि। वेलकम ब्याक टु माई युट्युब च्यानल। इट इज मी श्रेजा ब्लगमा हजुरलाई सधैँ। लेकिन एक सेकेन्ड। सो गाइज आफ्टर लङ टाइम पछि म भिडियो बनाउँदैछु हैन। भिडियो बनाउँदैछु। आज चाहिँ मेरो मुकबाङ छ, हेर्नु हुँदैछ। राइस छ, यहाँ चाहिँ मेरो फिस करी, मेरो साग, यहाँ लट्टे र फर्सीको मुन्टा छ हैन, मलाई एकदम मनपर्छ। यहाँ चाहिँ सलाद छ मेरो, यहाँ चाहिँ पानी छ, तातो पानी खाएको गाइज। यस्तो गरम छ, तातो पानी खाँदैछु। कस्तो घाँटी दुखेर नि, काँक्रा पनि खानु त हुँदैन थियो, तर पनि मलाई चाहिँ मनपर्छ, खाँदैछु। खोर्सानी छ ल गाइज। अब चाहिँ खाएर यहाँ खोर्सानी टक्क अडिँदैन त हौ खोर्सानी पनि। ल अब खाएर चाहिँ माछा हाल्नु पऱ्यो। माछाको ग्रेभी फर्स्ट बाइट दामी मनपर्छ हौ मलाई त माछा त। कति दिनपछि भिडियो बनाउँदैछु गाइज। अस्ति पनि लास्टचोटि मुकबाङ के थियो मम्मीसँग, मम्मीलाई पुरा मिस गर्दैछु खाँदै। भिडियो बनाउनु टाइमै हुँदैन। के गर्दा गर्दा हैन। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोस् हैन, लाइक गरिदिनुहोस्, कमेन्ट भिडियो कस्तो लाग्यो हैन, मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् हैन। अनि म भिडियो कस्तो ल्याउनु, कस्तो भिडियो गर्नु, तपाईहरुलाई कस्तो भिडियो हेर्नु मन लागेको छ त्यो पनि कमेन्ट गर्नुहोस्। सकेसम्म प्राइस गर्नेछु। घरमा पनि के कराउँछ चराहरू। माछा खाँदाखेरि चाहिँ मलाई दादाको याद आउँछ क्या। दादाले दामी बनाउनुहुन्छ। मेरो हस्बेन्डले पनि पुरा मन पराउनुहुन्छ क्या माछा। मेरो हस्बेन्डलाई पनि पुरा मिस गरिरहेको छु। मेरो दादाले बनाएको माछा चाहिँ मलाई एकदम दामी। यो चाहिँ मैले नै बनाएको हो कि, तर मेरो दादाले बनाएको चाहिँ एकदम टेस्टी लाग्छ। अब चाहिँ कन्टिन्यू भिडियो बनाउनु पर्ने। भिडियो बनाउँछु भन्छु कन्टिन्यू, के हुँदा टाइमै हुँदैन यहाँ त। घाँटी कस्तो भइरहेछ। तातो पानी खाएर चाहिँ अलिक राम्रो भयो। भिडियो हेर्दै सबैजना खाना खानु बस्नु है साथीहरू।
Okay guys, thank you for watching. Bye bye. मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, आफ्नो आफन्तलाई सेयर गरिदिनुहोस्, साथीभाइहरूलाई होइन। अगर मलाई अगाडि देख्न चाहनुहुन्छ भने चाहिँ सबैजनाले जसले मेरो भिडियो हेर्नुहुँदैछ उहाँहरूले लाइक पनि गर्नु पर्यो, कमेन्ट पनि गर्नु पर्यो, सेयर पनि गर्नु पर्यो, अनि मात्रै म अर्को भिडियो मुकबाङ ल्याउनेछु। बाई।